पहिला टिकटकको यो भिडियो हेर्नुहोस् त्यसपछि यसको फनी कमेन्ट्स पढ्नेछौँ लेट्स गो सुरु गरौँ लगन र मृत्यु आएपछि कोही माइकलले रोक्न सक्दैन भन्थे हो रहेछ यो केटाले त बिहे गरौ भने मेरो कसो नहोला पछाडिबाट नै ठिक थियो अगाडि किन फर्केको होला किडनी बेचेर किनेको फोन पनि यस्तै भिडियो हेरेर जाने भयो ठुक्क मेरो जिन्दगी आजदेखि टिकटक चलाउन छोडे मैले त यो बिहे भाडा कुति खेलेको हो के साँच्चैको हो पछाडिबाट हेर्दा बेहुली किन अन्दा हुन् के भने त अगाडि फर्किँदा बुढो पो रहेछ अलिअलि भएको आश पनि यो भिडियोले सकाइदियो मान्छे छोटो भए पनि उल्टो लामो छ रे तू समझा हाँ नहीं तू समझा नहीं म त बच्चा भनेको त बुढो नै पो रहेछ अबे साले आत्महत्या गर्ने ठाउँ कता छ आफ्नै गेडामा ढुङ्गा हानेर मर्न मन लाग्यो बड़ा हरामी हो बेटा